हाम्रो दिल्लीको यात्रा सुरु हुन्छ चितवनबाट। चितवनबाट बेसीसरको हाइस लिएर हामी बेसीसरतिर लाग्छौँ। बेसीसर जाँदा जाँदै हामीले यति राम्रो राम्रो भ्यूहरू इन्जोय गर्दै हामी बेसीसरतिर लाग्छौँ। हामी बेसीसरमा स्टप लिएर खाना खाएर त्यहाँबाट हामीले बोलेरो पिकअप लिएर पर पर्सन 2500 लिन्छ गाडीले। त्यसपछि हामी खाङसरतिर लाग्छौँ। Food in this view. Oh my god. अब के चाहियो जिन्दगीमा यति भएपछि? अब हामी खाङसर आइपुग्यौँ। आज चाहिँ हाम्रो स्टे यहाँ माया होटलमा छ। मोटे जाडो भयो, चिसो चिसो छ यहाँ त। हामीले खाना खाइवरी सकेर यो चाहिँ हाम्रो रुम हो। असो पुरै मेस छ यहाँ। यो चाहिँ बेड यस्तै हुन्छ यहाँको रुम, तर न्यानो चाहिँ न्यानो छ। यहाँ चाहिँ वासरुम छ। दिस वासरुम क्लिन छ। दिस इज द भ्यू। हाई गाइज, हामी आज स्टिल पनि हुनेछौँ। आज हाम्रो जाने प्लान क्यान्सल भयो। होटल पनि पाइएन अनि प्लस अशोकको हेल्थ कन्डिसन पनि बिग्रियो। त्यही भएर आज हामी यहीँ छौँ। अहिले चाहिँ हेल्थ पोस्ट चेकअप गर्न जाँदैछ। बेबी सास आइरह मलाई। यतिले चाहिँ जाने कि नजाने? जाने यहाँ लाउने भ्यूहरू फेरि लाउने। त्यो पोर्टेबल त तिम्रो चाहिँदैन होला, म त ल्याउँछु भन्नुभयो। यो मोटीले बिचमा गाह्रो पार्छन् भनेको, यो मोटीले बिचमा गाह्रो पार्यो। कस्तो फिल हुँदो रहेछ बेबी अक्सिजन लगाउन? त्यस्तो के थियो, हावा जस्तो भएर म त फेर्न नि पर्दैन, डाइरेक्ट छिट्छ। अशोकलाई अलिकति अक्सिजन दिएर अलिकति तन्दुरुस्त बनाएर अब चाहिँ हामी वाक गर्दै हल्का एक्लिमेटाइज पनि हुनु पर्यो नि त इन्भाइरोमेन्टसँग। अनि त्यही भएर चाहिँ हामी टक्क लाएर यहीँ वरिपरि नै हाइक गरिरहेछौँ। अनि अब चाहिँ हामी गङ्गापूर्ण लेक जान्छौँ। हि इज नाउ फिट एन्ड फाइन। अझै फिट एन्ड फाइन भएन कि क्या हो? कस्तो फिल भइरहेछ? I am already fit and fine. I am perfectly fine. हैन? ओके गाइज, अब टक्क लाएर हामी गङ्गापूर्ण लेक गएर फेरि भिडियो बनाउँछौँ। धन्यवाद। बाई बाई बाई। यस्तो दामी भ्यू इन्जोय गर्दै हामी वाक गर्दैछौँ गङ्गापूर्ण लेकसम्म। लुक एट द भ्यू। कस्तो राम्रो छ कि। फाइनली हामी यहाँ गङ्गापूर्ण लेक आइपुग्यौँ। दिस इज द भ्यू। त्यो चाहिँ लेक हो। हामीलाई चाहिँ उता रोडै जान धेरै हिँड्नुपर्छ भनेर यस्तो बाटो आएको। अब यहीँ फसिरहेछौँ, जस्तो तस्तो जानुपर्छ। चाहिँ खोला, यो पुल तरेर यताबाट गएपछि गङ्गापूर्ण लेक आउँछ। एन्ड दिस इज मी and this is my husband. उसले चाहिँ भिडियो नबनाऊ यहाँ रिस्की छ, यहाँबाट हिँड्न हुन्न भनेर थर्काएको थर्कै छ। तर म हिँड्छु, एडभेन्चर गर्नुपर्छ। लु यस्तो धेरै गाह्रो छ यहाँ। ओ माई गॉड, बल्ल बल्ल
निस्किन सकिन्छ कि जस्तो छ। ओए मामा, ओ माई गॉड, लुक एट द बाटो। यस्तो बाटो आउनु पर्ने हामीलाई। ल के ल भिडियो बनाइन यस्तो यस्तो। ओ माई गॉड, ओए ओए, ओ माई गॉड, ओ माई गॉड। मान्छे नहिँड्ने बाटोबाट हिँडेर नि हुन्छ त नि। पागलहरू हामी, पागल। ओ माई गॉड, यति त गयो गाइज, यति त गयो। ओए ए बसेर जाऊ यार बेबी, के हुने। एकछिनमा अहिले सफा गरौँला बरु, धुलो लाग्यो नि लागोस्। यो बाटो रहेछ के, यो बाटो। अनि हामी यस्तोबाट आएपछि कहाँबाट हुन्छ। Oh my God, बचा ले मेरे मालिक, बचा ले, एक बार के लिए बचा ले, दूसरी बात नहीं आऊंगा, नहीं आऊंगी। मोटा चिप्ली हो तिमी त। Oh my God, हेर त, फाइनल्ली फाइनल्ली, यस या। ल गाइस, यदि मैले भिडियो बनाएँ भने म यहाँबाट लिर्किँदै जान्छु। वाह, मलाई बचाउने यार सुइसी कहाँ, यस्तो पनि हुन्छन्। ल गाइस, बाई। फाइनल्ली हामी यो के अरे गोसाइकुण्ड गोसाइकुण्ड रे, के भन्छ यसलाई नाम बिर्सेँ है मैले। गङ्गपुताल, गङ्गपु नै हो खै के हो। अब अहिले पहिला पहिला भनिरहेको थिएँ, अब नाम बिर्सेँ, अब सर्च गरेर हेर्नु होला। गङ्गपुताल आयौँ। साह्रै राम्रो छ। कस्तो लागिरहेछ बेबी? साह्रै राम्रो, साह्रै सजिलो छ। आउन चाहिँ एकदम इजी छ है। हामी चाहिँ त्यो इजी त के भन्नु यार, त्यस्तो बाट आएको। उताबाट आयो भने त घुमेर आयो भने त धेरै टाइम लाग्छ, तर झलुङ्गे पुलबाट आयो भने छिटो त छिटो हो नि। तर अलि रिस्की चाहिँ छ बाटो, अलि ध्यान दिएर आयो भने चाहिँ सकिन्छ। हामी जस्तो मान्छे सक्यौँ भने अरू त सबैजना सक्छन्। लुक एट द ब्युटी अफ गङ्गपुताल, लुक एट द ब्युटी अफ माई हस्बेन्ड, लुक एट हिज फेस, ओ माई गॉड, so adorable. जाऊ स्विमिङ गरौँ। के रे काहे मजाक करत हो रे? ओके गाइज, अब हामी हाम्रो यहाँ भ्यू इन्जोय गर्छौँ, एकछिन आनन्द लिएर बस्छौँ। हे हाय हाङसारदेखि मनाङसम्म हिँड्दै आयौँ। अहिले जान नसकेर यसरी ट्र्याक्टरमा लिफ्ट लिएर हामी हाङसार जाँदैछौँ। गार्लिक सुप, बिहान बिहान गार्लिक सुप खाँदैछौँ हामी यहाँ।
अब तिलीजुको लागि रेडी हुँदैछन् तर बिहान बेलुका गार्लिक सुप खाएको चाहिँ राम्रो है एल्टिट्युड सिकनेस हुनबाट जोगाउँछ अरे अब हामी तिलीजुको लागि निस्किन लाग्यौँ यति बसिया हुन्छ कसरी पुग्ने माथि ओ माई गड यताबाट हो कसरी थाहा भयो लु अब हामी निस्क्यौँ भगवान लास्ट रमाइलो लास्टै सजिलो बाटो सबैजना आउनु होला आउनु त आउनु होला सकिन्छ नसकिने होइन तर इट्स टफ पुरै उकालो छ हामीले उतापट्टिको अर्को डाँडा नि भ्याइसक्यौँ अब खै कुन डाँडा भ्याएपछि बल्ल श्रीखर्क आउँछ अरे त्यसपछि अझै 3-4 घन्टा लाग्छ हे भगवान त्यो पर देखेको हिमालमा अरे हामी जाने त्यसको ठ्याक्कै तल त्यो जानको लागि 2-3टा डाँडा पार गर्न पर्छ अरे यतिमै आउँदाखेरि मेरो हालत खराब भइसक्यो यार ओ माई गड भिडियोमा राम्रोसँग उकालो देखेँ तर एकदम धेरै नै उकालो छ यो हाई गाइज हामी पोर्टल दाईहरू आउनु भएको बाटो आएको सर्टकट पर्छ भनेर तर यस्तो उकालो छ सासै फुल्यो लुक एट द भ्यू so pretty around 3 hours को हाइक पछि हामी लगभग श्रीखर्क आइपुगिसक्यौँ त्यो देखेको चाहिँ श्रीखर्क हो फाइनल्ली कस्तो गाह्रो रहेछ यो रुट पनि एकदम सानो छ बाटो अनि अलि केयरफुल भएर हिँड्नुपर्छ तल चाहिँ यस्तो कुनै ठाउँमा चाहिँ यस्तो हुन्छ यस्तोमा त रिस्की भएन तर कुनैमा चाहिँ भिरालो नै छ कि त्यही भएर अलिक केयरफुल भएर चाहिँ हिँड्नुपर्छ अब हाम्रो खाना आयो हामी यहाँ श्रीखर्कमा छौँ दुईजना आएको यत्रो ग्रुप नै भेटियो होला हाम्रो सजिलो छैन लास्टै गाह्रो छ हालत खराब भइसक्यो हामी 8 बजे खाङसारबाट हिँडेको अहिले लगभग 3:30-4 बन्द लागिसक्यो स्टिल हामी अहिले यो ल्यान्डस्लाइड एरिया पनि कट्या छैन अझै यतै छौँ राति नै हुन्छ होला जाँदासम्म यो हाम्रो फर्स्ट ट्रेक हो गाइस एकदम प्रिपेयर भएर आउनु होला यदि आयो भने पनि खाङसारदेखि श्रीखर्कमा एक दिन स्टे गरेर अनि त्यसपछि बल्ल तिलीजु बेस क्याम्प जानु होला नत्र भए गाइस हामी ल्यान्डस्लाइड एरिया अब इन्टर गर्दैछौँ रात पर्न लागिसक्यो अब साँझको हामी 8 बजे पुग्छौँ होला बिहान 8 बजे हिँडेको साँझको 8 बजे पुग्छौँ फेरि यो सबैलाई लागु हुँदैन है कोही मान्छे एकदम छिटो पनि आउनु भएको छ जम्मा 6-7 घन्टामा पनि आउनु भएको छ हामी चाहिँ अब एकदम स्लो हिँड्यौँ प्लस अर्को रुटबाट हिँडेको भएर चाहिँ हामीलाई चाहिँ एकदम ढिलो भयो यो श्रीखर्क पुग्नको लागि नै हामीलाई 4 घन्टा लाग्यो 4 घन्टा 5 घन्टा लाग्यो यस्तो कालो छ यस्तो बाटो कसरी जाने हो तिलीजु ओह्रालो
माथि हिमाल यस्तो ब्युटिफुल देखिरहेछ उतापट्टि यस्तो राम्रो टल्किरहेछ हिमाल तल यस्तो भिड छ यहाँबाट गयो भने सिधै खोलामा यो बाटो हेभन यो बाटो हेल यस्तो छ हालत हाम्रो राति 6:30 बजिसक्यो अहिलेसम्म हेर्छौँ यार माई गड 6:22 भएको छ लाइफमा कहिले पनि नआउने झन् तिलीजो त यत्रो लङ रुट त म कहिले पनि आउँदिनँ मेरो फर्स्ट लङ ट्रेक एन्ड लास्ट लङ ट्रेक पुग्यो मलाई पुग्यो आयो फाइनली बेस क्याम्प आयो यस्तो भिरालो छ यस्तो टर्च बल्दै हिँडिरहेछौँ यति बाई मिस्टेक केही भइहाल्यो भने गयो खोलामा ओ माई गड फाइनली भल्ल खुसी लागिरहेछ अघि त फ्रस्ट्रेट भइरहेको थियो गाइज हामी तिलिजो बेस क्याम्प आइपुग्यौँ अघि छुट्नु भएको ग्रुपहरू पनि होला भेट्नुभयो यहाँ दाई हुनुहुन्छ दिदी अनि मेरो बुढा दिदीको नाक रातो भइसक्यो मेरो बुढाले सम्झिनु भइसक्यो क्या जस्तो लाग्यो उहाँ दाई चाहिँ एकदम हेल्पफुल हुनुहुन्छ है उहाँ दाईले गर्दाखेरि यहाँसम्म आइपुगेको दाईलाई धेरै धेरै धन्यवाद युट्युब च्यानल हामी यहाँ तिलिजो न्यू बेस क्याम्प होटेल आइपुग्यौँ हामीले चाहिँ पहिले अलरेडी नै बुक गरेर राखेको थियौँ अनि हाम्रो चाहिँ पर रुमको 2500 लागेको थियो चार्ज होटेल रुम राम्रो छ तर यस्तो हालत खराब भयो खुट्टा टेक्न सकेन खुट्टा दुखेर यस्तो गाह्रो भइरहेछ छिटो खाना खाएर अनि त्यसपछि रेस्ट गर्नुपर्छ आनन्दले सुत्ने हो म त खाना पनि खान मन लागेन कि कतिखेर सुतौँ जस्तो भयो लास्टै जाडो छ लास्ट दुख्यो खुट्टा भोलि हामी माथि जान सक्दैनौँ त्यो 22 घुम्ती हामी घोडामा जाने प्लान गरेछौँ अनि यो तलको श्रीखर्कको तलको यो जुन ल्यान्डस्लाइड एरियामा ओह्रालो थियो त्यो ओह्रालो गर्दाखेरि त झन् अब उकालो जान हाम्रो हिम्मत छैन यो हाम्रो फर्स्ट ट्रेक हो अहिलेसम्म कुनै एक्सपिरियन्स पनि थिएन हामीलाई हिँडेको फर्स्ट ट्रेकमा यत्रो ठुलो ट्रेक आँट्यौँ ओ माई गड मेरो त पैँताला त पुरै पिप जमाए जस्तो भयो यस्तो पेन भइरहेको यसरी टेक्न पनि गाह्रो भइरहेको कस्तो लाग्यो खाना हिँडेर थाकेपछि खुट्टा आमा यस्तो पेन भइरहेछ नि बाफ्रे पैताला पाकेको जस्तो फिल भइरहेछ धन्न मसाजर अनि यो सिल्भर केको हो त्यो सिल्भर 6 को 1 थेरापी वेल लिएर आएको थियौँ त्यसैले मसाज गरिरहेको छु यस्तो दुखिरहेछ हजुरहरू यदि फर्स्ट टाइम ट्रेक गरिराख्नु भएको छ भने श्रीखर्कमा बसेर मात्रै हिँड्न सक्नु हुँदैन भने गाह्रो हुन्छ हिँड्दाखेरि धेरै स्लो हिँडाइ छ भने चाहिँ श्रीखर्कमा बसेर मात्र यहाँ बेस क्याम्पसम्म आउनु होला यत्तिकै हावातालमा चाहिँ नहिँड्नु होला हामीले जस्तै दुःख पाइन्छ बजिसक्यो गाइज यो चाहिँ हामीले आफैले कफी मिल्क अनि त्यो चिनीवाला कम्बो पाउँछ नि हो त्यस्तो ल्याएको थियौँ 2 गिलास पनि लिएर आएको थियौँ बिस्किट लिएर आएको थियौँ अनि भयो यही खान्छौँ अनि त्यसपछि हामी 22 घुम्तीतिर जान्छौँ एकदम मेस छ यस्तो छ जाडो भएर ल सकिएन हामी त घोडामा गयौँ
मेरो घोडा। हामी यहाँ 22 घुम्दै आइपुगिसक्यौँ। तर वहाँदेखि हिँड्दै आउने मान्छे त लास्ट स्ट्रङ भयो। ल हुन्छ। फाइनली हामी तिलिजा आइपुग्यौँ। हेर्नुहोस् यस्तो ब्युटिफुल देखिरहेछ। टोटली वर्थ द पेन। गाह्रो चाहिँ गाह्रो हुन्छ आउन, इजी चाहिँ छैन। हामी चाहिँ घोडामा आयौँ, यो बेस क्याम्पबाट चाहिँ घोडामा आयौँ। घोडामा नआउनुलाई त एकदम गाह्रो छ। यो 22 घुम्ती कट्नुभन्दा नि अगाडि धेरै हिँड्नुपर्छ। तर यहाँ आइसकेपछि ओ माई गड, इट्स टोटली वर्थ। देखाइदियो नि भ्यूहरू। जिन्दगीमा कहिले पनि हिउँ देखेको थिएन। फर्स्ट टाइम हिउँ देखेको। हिउँ देख्दा 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 उल्टी आउन मन लागिसक्यो। कति चाहिँ हिउँ हेर्नु। सुरुमा चाहिँ कस्तो नहुन्छ भनेर तम्सेर आउने भएको है। यो हिउँ देख्दा देख्दा आँखा पनि कालो भइसक्यो। यस्तो हिउँको पारा। यता हेरि नि हिउँ छ, उता हेरि नि हिउँ छ, सुते नि हिउँ छ, उठे नि हिउँ छ, हिँडे नि हिउँ छ। पागल हुन लागिसक्यो म हिउँ देखेर है। अब के गर्नु, अब आउनै पर्यो। लगभग 4919 किलोमिटर 19 मिटर उचाइमा आएको है। अब मेन कुरा चाहिँ आएको 1-1.5 घन्टा भयो, लेक लाग्ला जस्तो भइहाल्यो। यो घामले गर्दाखेरि होला यस्तो भएको सायद। अब यहाँबाट हामी तल झर्दैछौँ। यस्तो नजारा चाहिँ फेरि बवाल छ है। अब के गर्नु, अब यो हेरेर मात्र पनि हुँदैन, अक्सिजन पनि पुग्नु पर्यो। उठ पनि मेरो त डढिसकेको जस्तो छ। ल यति भन्दै मेरो 2-4 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। हस् त, नमस्ते। हिउँ हेर्न आएको तिलिजा आउने मान्छेको पारा यस्तो छ है। पहिलोचोटि हिउँ देखेको, मलाई उल्टी आउन लागिसक्यो यो हिउँ हेर्दा हेर्दा। म हाम्रो सरहरूमा साइकलमा हान्थ्यो हिजो, भयो त अब कति घन्टा लाग्यो साइकलमा आउन। आमा अब साइकलमा हो नमस्ते। अनि के गर्ने होला प्रभु, मान्छेको हिँडेर यहाँ मान्छे मर्न लागिसक्यो, सास जान लागिसक्यो, उनीहरू साइकलमा आउँछन्। धेरै भयो हामी हिँडेको, लगभग कति भयो। अरू भन्दा नि यो हिउँ देखेर चाहिँ वाक्क दिक्क भइसक्यो कि मलाई। कता हेरि नि हिउँ छ यार, तरिका हो। लास्टै हिउँ छ। आउँदा त घोडामा आयो गाइज। जाँदा हिँड्दै जाँदैछौँ। ओह्रालोमा घोडा चल्दैन अरे। तर यहाँ हिँड्न त गाह्रो हुन्थेन होला नर्मल बाटोमा। यहाँ अक्सिजन एकदम अक्सिजनको कमी हुन्छ। एउटा अक्सिजन चाहिँ लिएर आउनु होला। हामीले पनि अक्सिजन लिएर आएको थियौँ, तर हाम्रो एउटा मात्र लिएर आयौँ 2 जनाको लागि। 1 घन्टा चाहिँ चाहिँदो रहेछ। गाह्रो चाहिँ यहाँनिर मेन गाह्रो हिँड्न त गाह्रो छँदैछ होइन, जसोतसो हिँडिएला। तर अक्सिजनको त झन् धेरै नै गाह्रो छ, एकदम धेरै गाह्रो छ। राम्रो पनि छ, राम्रो भयो के गर्नु, गाह्रो पनि यति नै छ। अक्सिजन चाहिँ ल्याउनु होला जसरी हुन्छ। अनि चक्लेट्सहरू, पानी त एकदम धेरै चाहिन्छ। हामीले 2 बोतल पानी लिएर सबै सक्यो। आफू हाइड्रेट हुन एकदम इम्पोर्टेन्ट रहेछ। फेरि 2 जना दाइ दिदी जाँदै हुनुहुन्थ्यो, उहाँसँग पानी मागेर पानी खाएर अलिकति भने हामी हिँड्न सक्यौँ। नत्र त पुरै स्ट्याचु भएर बसिरहेको थियौँ। अहिले चाहिँ अलि हल्का फिल भएको छ। अघि त एकदम धेरै नै गाह्रो भएको थियो, बोमिट आउला जस्तो, रिगाटा लागेको जस्तो भएको थियो। धेरै गाह्रो छ। अशोकको हालत त झन् मेरो भन्दा नि वर्स्ट छ। उता अहिले अलिअलि हिँडिरहेछ। भ्यू चाहिँ यस्तो छ यहाँ, यस्तो राम्रो छ। तर के गर्नु, स्वर्ग आउन त दुःख हुन्छ नै त होइन। ल अब बेस क्याम्पमा भेटौँला है त।
मोटू के भयो थकित अवस्थामा हो आज पनि बेस क्याम्पमै छौँ हामीलाई आउन बेर भयो हाम्रो हेल्थले साथ दिएन बल्ल यहाँ रुम अलरेडी नै हामीले त्यो चेकआउट गरिसकेको थियौँ कि अनि पुरै बुक छ यहाँ पुरै प्याक छ बल्ल एकजना मान्छेले क्यान्सल गर्नु भएर अनि मात्र हामीले बल्ल रुम पायौँ नत्र आज हामी कहाँ बस्ने थाहै थिएन यदि हजुरहरू पनि आउँदै हुनुहुन्छ भने पहिले नै बुक गरेर आउनु होला अहिले सिजनको बेलामा रुम नै पाउन एकदम धेरै गाह्रो छ हिजो त हामीले पहिले बुक गरेर आइसकेको थियौँ आज चाहिँ अब जाने भनेर नै हामीले चेकआउट गरेको अब जान सकिएन आज यहीँ बस्नु पर्यो धेरै गाह्रो छ बाई बाई लु चटपटे आयो है चटपटे तिलिजु बेस क्याम्पमा चटपटे आयो घरबाट चाउचाउ कागतीहरू लिएर आएको थियौँ दालमुट लिएर आएको थियौँ अरू ठाउँमा खाने मौकै पाइएन आज खाना नखाएर है चटपटे हामी त लागियो घोडादेखि यहाँ त्यो झोलुङ्गी पुलसम्म पुऱ्याइदिनु छ अरे हाम्रो यहाँ दाइले अब चाहिँ हामी लागियो उठाउनु यस्तो राम्रो भ्यू छ ल बाई बाई तिलिजो लेक दुःख भए पनि रमाइलो भयो अहिले चाहिँ हामी त्यो पुलबाट वाक गर्दै अनि श्री खर्कको कटिसक्यौँ रेस्ट गर्दै कटिसक्यौँ अनि मेरो जुत्ता लगाउँदा खुट्टाको हालत बेहाल भएको थियो अनि त्यही भएर अहिले चाहिँ म चप्पल लगाइरहेको छु अनि यो चाहिँ हामी आउँदाखेरि चाहिँ यो ट्रेलबाट आएको कि यो ट्रेलबाट आउनु पर्ने रहेछ योबाट आयौँ त्यसरी हामीले झन् लामो पर्यो जाँदाखेरि चाहिँ फर्किँदाखेरि चाहिँ योबाट जान्छौँ लास्टै भिड छ अनि हाम्रो यहाँ चटपटे पार्टी हुँदैछ मनाङको चटपटे पार्टी